हेलो साथीहरू, नमस्ते। के तपाईँ आफूलाई सफल व्यक्ति ठान्नुहुन्छ या आफूलाई सफल व्यक्तिको रूपमा प्रस्तुत गर्न चाहनुहुन्छ? यदि तपाईँ आफूलाई सफल व्यक्ति ठान्नुहुन्छ वा भोलिको दिनमा तपाईँ आफूलाई एउटा सफल व्यक्तिको रूपमा प्रस्तुत गर्न चाहनुहुन्छ भने होल ओभर द वर्ल्डले मेजर गर्ने, होल ओभर द वर्ल्डले एउटा क्याटेगोरी छुट्याएको यस्तो कुराहरूको बारेमा आज म तपाईँलाई जानकारी दिन गइरहेको छु, जुन कुराको आधारमा डिसाइड हुन्छ कि वास्तवमै तपाईँ जुन जीवन बाँच्दै हुनुहुन्छ त्यो जीवन एक्चुअली सफल जीवन हो या तपाईँले अझै पनि विभिन्न कुरालाई लिएर आफूलाई मोर इम्प्रुभ गर्ने पर्ने आवश्यकता छ। त यसको लागि मैले जे कुराहरू भन्न गइरहेको छु त्यो कुराहरूलाई ध्यान दिएर बुझ्ने कोसिस गर्नुहोला र यसको लागि तपाईँले जुन समय दिनुहुन्छ त्यसको लागि म अहिले नै तपाईँलाई धन्यवाद दिन चाहन्छु। त म अब सुरु गर्न गइरहेको छु। पहिलो नम्बर पोइन्ट छ कि हाम्रो फिजिकल हेल्थ भनेको हाम्रो आफ्नो शारीरिक स्वास्थ्य। जस्तो कि मसँग अरू हरेक कुरा छ तर म आफू के छु, व्यक्तिगत रूपमा काफी रोगी छु, एकदम कमजोर छु, मसँग स्टामिना छैन, विभिन्न रोग व्याधिले म ग्रसित छु भने होल ओभर द वर्ल्डले नै मानेको कुरा हो कि जो व्यक्तिसँग एउटा फिजिकल हेल्थ छ त्यो व्यक्ति नै एउटा के हुन्छ, सफल व्यक्तिको लागि पहिलो क्याटेगोरी उसले क्लियर गरेको हुन्छ। सेम लाइक तपाईँको दोस्रो नम्बर पोइन्ट छ मेन्टल हेल्थ भनेको तपाईँको मानसिक स्वास्थ्य। फर इक्जाम्पल, तपाईँसँग काफी सारा पैसा छ, तपाईँको शारीरिक स्वास्थ्य पनि एकदमै फिजिकल्ली फिट हुनुहुन्छ, एकदम कुनै रोग व्याधि छैन, तर यो सबै हुँदाहुँदै पनि यदि तपाईँको मानसिक अवस्था नै ठिक छैन, तपाईँ काफी तनाव लिएर बसिरहनुहुन्छ या होइन आफूले गर्ने कामलाई काफी प्रेसराइज गर्नुहुन्छ, मान्नुहोस् तपाईँसँग अरबौँ पैसा छ तर तपाईँको मानसिक अवस्था ठिक छैन भने के त्यसलाई सफल व्यक्ति मान्न सकिन्छ त? अभियसली सकिँदैन। सो द्याट त हामीले आफूलाई सफल व्यक्ति बनाउनको लागि हाम्रो आफ्नो जुन मेन्टल हेल्थ छ यसलाई चाहिँ के हुनुपर्ने हुन्छ, ब्यालेन्समा राख्नु सक्नुपर्ने हुन्छ। इक्वेली तपाईँको 3 नम्बर पोइन्ट छ तपाईँको फ्यामिली लाइफ, पारिवारिक जीवन, राइट। जस्तो म आफ्नो इन्डिभिजुअली हेर्दाखेरि म काफी सारा पैसा कमाएको छु, म फिजिकल्ली पनि फिट छु, मेन्टली पनि फिट छु, काफी सारा धन दौलत पनि छ मसँग, तर मैले कमाएको पैसाले मेरो परिवारलाई नै सपोर्ट गरेको छैन। मलाई आफूलाई जन्म दिने मेरो बाबा आमा, मेरो दाजुभाइहरू उहाँहरूलाई नै मैले कोअपरेट गरेको छैन भने त्यो व्यक्तिलाई पनि हामी कदापि सफल व्यक्ति भन्न सकिँदैन। त्यो कारणले गर्दा अगर तपाईँ आफूलाई एउटा सफल व्यक्तिको रूपमा उपस्थित गराउन चाहनुहुन्छ भने तपाईँ आफ्नो के गर्नुहोला, पारिवारिक जो जीवन छ त्यसलाई पनि ब्यालेन्समा राख्ने कोसिस गर्नुहोला। फेरि 4 नम्बर जो पोइन्ट छ यो पोइन्ट रहेको छ तपाईँको सोसियल लाइफ भनेको तपाईँको सामाजिक जीवन कस्तो छ। मान्नुहोस् तपाईँ आफू व्यक्तिगत ठिक हुनुहुन्छ, तपाईँ आफ्नो परिवार एकदम ठिक छ, तर तपाईँको परिवार र समाजको बिचमा एउटा के छ, डिस्टेन्स छ भने वा तपाईँको मिलजुल छैन भने, यदि तपाईँलाई होइन समाजको लागि परेको बेलामा यदि तपाईँले सहयोग गर्नुहुन्न भने त्यो व्यक्तिलाई पनि हामी सफल व्यक्ति मान्नु सकिँदैन। किन भन्दा म जुन समाजमा जन्मेको छु, हुर्केको छु, जुन स्कुल मैले पढेको छु, जुन बाटो मैले हिँडेको छु, जुन हस्पिटलमा गएर मैले आफ्नो स्वास्थ्यलाई मैले टेक केयर गरेको छु, त्यो सबै भनेको एउटा सामाजिक जीवन हो। त्यो कारणले गर्दाखेरि हामी सफल व्यक्ति बन्नको लागि हामी आफ्नो समाजको लागि, देशको लागि, राष्ट्रको लागि पनि सोच्नुपर्ने आवश्यकता छ। त 5औं नम्बर पोइन्ट छ तपाईँसँग करियर छ कि छैन। भनेको अर्थ तपाईँको इन्कमको रिसोर्स कतिको स्ट्रङ छ। तपाईँ आफ्नो विभिन्न इच्छा चाहना, तपाईँ रोग व्याधि हुँदाखेरि तपाईँ औषधि उपचारदेखि लिएर विभिन्न तपाईँलाई मनोरञ्जनको कुराहरू चाहिन्छ, विभिन्न कुरा तपाईँले सेलिब्रेसन गर्नुहुन्छ अगर तपाईँसँग राम्रो एउटा आम्दानीको स्रोत छैन, स्ट्रङ तपाईँको चाहिँ के छ, इन्कम रिसोर्स छैन, तपाईँसँग एक्टिभ अर पेसिभ अर बोथ इन्कमको रिसोर्स छैन भने तपाईँलाई भोलि समस्या पर्न सक्छ। सो द्याट यदि तपाईँ आफूलाई एउटा सफल व्यक्ति बनाउन चाहन्छ भने फर्स्टली हामीले के गर्नुपर्ने हुन्छ, हाम्रो एउटा स्ट्रङ आम्दानीको जुन स्रोत छ त्यसलाई हामी चाहिँ स्टेबल राख्नुपर्ने हुन्छ। र अन्तिममा छ तपाईँ कतिको दान धर्ममा विश्वास गर्नुहुन्छ, कति तपाईँ भावनात्मक हुनुहुन्छ। मान्नुहोस् तपाईँसँग मैले भनेका सबै 5वटा कुराहरू छ माथिका, तपाईँसँग शारीरिक स्वास्थ्य छ, मानसिक स्वास्थ्य छ, पारिवारिक पनि तपाईँको कन्डिसन ठिक छ, तपाईँको सामाजिक ठिक छ, या तपाईँको आफ्नो इन्कमको रिसोर्स पनि राम्रो छ, तर तपाईँले कमाएको पैसा मात्रै तपाईँलाई मात्रै खर्च गर्नुहुन्छ, तपाईँले आवश्यकता परेको व्यक्तिलाई खर्च नै गर्नुहुन्न, दान गर्नुहुन्न, धर्म गर्नुहुन्न, होइन तपाईँ भावनात्मक खालको हुनुहुन्न भने त्यो जीवनलाई पनि हामी सफल जीवन मान्न सकिँदैन। जस्तो अहिलेको डेटमा मैले एउटा इक्जाम्पल दिन्छु। जस्तो हामी आशिका तामाङ जो दिदीलाई हामी चिन्छौँ, भले उहाँले जुन दानहरू गर्नुभएको छ त्यो सबै आफ्नै तर्फबाट नहोस् तर पनि उहाँलाई हामीले किन आइडल मान्छौँ। यस्ता अन्य अरू पनि विभिन्न यस्तो व्यक्तिहरू छ। जस्तो मैले एउटा इन्डियाबाट रतन टाटाजीको मैले चाहिँ एउटा इक्जाम्पल दिएँ होइन, उहाँको पनि एउटा के छ, काफी एउटा
दान धर्मको कुरालाई लिएर च्यारिटीको कुरालाई लिएर एकदम राम्रो पक्ष छ। यस्ता विश्वका धेरै यस्ता मतलब व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूले होइन विभिन्न आफ्नो यो कमाएको सम्पत्तिबाट जो हिस्सा छ होइन, उहाँहरूले आफ्नो के छ जो आवश्यक व्यक्तिहरू छ होइन, चाहे त्यो इन्डिभिजुअल होस् चाहे त्यो सोसाइटीको लागि होस् होइन, उहाँले चाहिँ के गर्नुभएको छ च्यारिटी गर्नुभएको छ होइन, उहाँले चाहिँ डोनेसन गर्नुभएको छ, सो द्याट उहाँहरूलाई हामी आज एउटा आइडियल व्यक्तिको रूपमा चिनिन्छौँ। सो द्याट हामी यदि सफल बन्न चाहन्छौँ वा मेरो जीवनलाई होइन मैले कतिको सफलताको लेभलमा पुऱ्याएँ भन्ने यदि हामीले काउन्ट गर्दैछौँ भने यो 6वटा कुरालाई चाहिँ मेजर प्रायोरिटी दिएर चाहिँ हामीले यदि काम गर्छौँ भने अभियसली हामी भोलिको डेटमा एउटा सफल जीवन हामी बाँचेको आफूलाई पाउन सक्छौँ। त यति भन्दै तपाईँ समय दिनुभयो, हेरिदिनु भयो, बुझिदिनु भयो, तपाईँ सबैलाई धन्यवाद। छुट्टिन चाहे। हस्त।